नमस्ते एभ्रिवान। यो चाहिँ भीमेश्वर नगरपालिकाको चोक रहेको छ। यहाँ 7 बाटो चोक देख्न सक्नुहुन्छ। यो हामी अहिले यो भीमेश्वर नगरपालिकाको नयाँ बिल्डिङ प्रवेश गर्ने क्रममा छौँ। यहाँ चाहिँ दोलखा उद्योग वाणिज्य सङ्घले कोसेली घरको स्थापना गरेको छ। यो कोसेली घरमा यहाँहरूले हातबाट बनेका सामानहरू पाउन सक्नुहुन्छ। म यहाँ बिस्तारै डिटेलमा देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ सबैले हेर्नु है राम्रोसँग। यो चाहिँ हस्तकला हातबाट निर्मित परे यहाँको सबै सामानहरू। यो चाहिँ हस्तकला हातबाट निर्मित सामानहरू हो। तपाईँहरूलाई चाहिएमा यहाँ प्रवेश गर्न सक्नुहुन्छ। एकदम टाढा रहेको छैन। यो ठ्याक्कै हाम्रो यहाँनिर ट्याक्कै यो उसबाट यहाँभित्र प्रवेश गरेपछि ठ्याक्कै यो हस्तकला कोसेली घर आउँछ। यो हाम्रो यहाँ